तेलले घट्ने बित्तिकै सबै महँगी पर्छ नेपालमा। आयल निगम चाहिँ जहिले पनि घाटामा हुने, त्यो तेलको मूल्य घट्दा पनि घाटामा हुने, बढ्दा पनि घाटामा हुने, जनता चाहिँ सधैँ मार्न हुने। त्यसो हुँदा नेपालमा के भइरहेछ भने यो प्रति लिटर 15 रुपियाँको दरले बढ्यो, यो असामान्य ढङ्गले बढ्यो। त्यसो हुँदा यसको मारमा जनताहरू पर्न थाले होइन, यसले महँगी बढाउँछ। त्यसो हुँदा हामीले भन्न खोजेको के हो भने यसमा अरू केही पनि छैन, तर नेपालका थुप्रै 6 प्रकारका ट्याक्सहरू छ। 6 प्रकारका ट्याक्समा अलिकति हेरफेर गर्यो भने भारतले आफ्नो त्यो घाटा सरकारले बेहोरेर जनतालाई राहत प्रदान गरेको छ भारत होइन। तर नेपालमा के गर्यो, त्यसको दोष सबै जनतामाथि चाहिँ थुपारेको छ। त्यसो हुँदा हामीले सरकारलाई के अपिल हो भने जो 13% भ्याट छ, 6 प्रकारका ट्याक्सहरू छन्, ती ट्याक्समा अलिकति केही कम गरिदियो र मिलाइदियो भने जनताले राहत पाउँछ भन्ने। स्वाभाविक विश्व बजारमा ऊर्जा सङ्कट परेको छ, विश्व बजारमा तेलको इन्धनको चाहिँ मूल्य चाहिँ बढेको देखिन्छ। नेपालमा, भारतमा, चाइनामा जस्ता देशहरू, पाकिस्तान देशहरूमा पनि यसको केही प्रभाव परेको देखिन्छ।